अपराधमा संलग्न बालबालिकालाई कस्तो सजाय हुन्छ भन्ने धेरैको जिज्ञासा हुन सक्दछ। मुलुकी अपराध संहिता 2074 को दफा 45 ले उमेर अनुसार फरक फरक किसिमको सजाय निर्धारण गरेको छ। पहिलो अवस्था 10 वर्षभन्दा कम उमेरका बालबालिकाले गरेको कसुरमा कुनै पनि किसिमको सजाय हुँदैन। दोस्रो अवस्था 10 वर्ष वा 10 वर्षभन्दा माथि र 14 वर्षभन्दा कम उमेरका बालबालिकाले गरेको कसुरमा कसुर हेरी 6 महिनासम्म कैद वा कैद नगरी बढीमा 1 वर्षसम्म सुधार केन्द्रमा राख्न सकिन्छ। तेस्रो अवस्था 14 वर्ष वा 14 वर्षभन्दा माथि र 16 वर्षभन्दा कम उमेरका बालबालिकाले कसुर गरेमा उमेर पुगेकालाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। चौथो अवस्था 16 वर्ष वा 16 वर्षभन्दा माथि र 18 वर्षभन्दा कम उमेरकाले गरेको कसुरमा उमेर पुगेकालाई हुने सजायको 2/3 सजाय हुने व्यवस्था छ। माथि जुनसुकै कुरा लेखिएको भए तापनि 16 वर्ष उमेर पुरा नभएका बालबालिकालाई सजाय गर्दा जघन्य अपराध, गम्भीर अपराध र पटक्कै अपराध गरेकोमा बाहेक कैदको सजाय गर्न सकिँदैन।